जनवरी 3, 2026 भेनेजुएलाको राजधानी काराकासमा बिहानै ठूलो विस्फोट र अमेरिकी सैन्य कारबाहीको खबर आयो। अनि लगत्तै राष्ट्रपति निकोलस मादुरो पक्राउ परेको अमेरिकी दावी। यो सुन्दा त कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ। हो, एकदमै सनसनीपूर्ण खबर थियो। तर आज हामीले हेरेका स्रोतहरूले यसको पछाडि अर्कै कथा रहेको बताउँदैछन्। ल यसलाई अलिक खोतलेर हेरौँ न त। अमेरिकाले भनेको आधिकारिक कथा र पर्दा पछाडिका सम्भावित खेलहरू कस्ता रहेछन्। सुरुमा त घटना वास्तवमा के थियो? हामीले हेरेका रिपोर्टहरूका अनुसार जनवरी 3 को बिहान 2 बजेतिर काराकासको फुएर्ते ट्युना जस्ता प्रमुख सैन्य अखडाहरूमा ड्रोन र लडाकु विमानबाट हमला भयो। हो, र त्यसको लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले घोषणा गरे। उनले के भने यो हमला राष्ट्रपति मादुरोद्वारा सञ्चालित भनिएको कार्टेल अफ द सन्सलाई ध्वस्त पार्न गरिएको हो। कार्टेल अफ द सन्स अनि मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर देश बाहिर लगिएको समेत दाबी गरे, हैन? दाबी त्यही थियो। र यो कार्टेल अफ द सन्स अर्थात् सूर्यको कार्टेल भन्ने नाम पनि चाखलाग्दो छ। यो कुनै सामान्य गिरोह होइन के। यसमा भेनेजुएलाका उच्च सैन्य अधिकारीहरू नै लागू औषध तस्करीमा संलग्न भएको आरोप लाग्ने गरेको छ। मतलब अमेरिकाले यही तर्कलाई अघि सारेर आफ्नो कारवाहीलाई वैधता दिन खोजेको देखिन्छ। त्यही त। तर विश्लेषकहरूको तर्क के छ भने यो त खै देखेको कथा मात्र हो। यो लागू औषध विरुद्धको लडाई मात्रै हो भनेर पत्याउन अलि गाह्रो नै छ। स्रोतहरूले औल्याएका वास्तविक कारणहरू के हुन् त? स्रोतहरूले एउटा एकदमै रोचक चित्र कोरेका छन्। उनीहरूका अनुसार यो हमला भनेको 3 वटा खुट्टा भएको टेबल जस्तै हो। 3 वटा खुट्टा भएको टेबल हो, जहाँ एउटा खुट्टा बिना अरू अडि नै सक्दैनन्। पहिलो र सायद सबैभन्दा बलियो खुट्टा हो तेल हो। हामी 300 अरब ब्यारल भन्दा बढी प्रमाणित तेल भण्डारको कुरा गर्दैछौँ। यो त साउदी अरेबियाको भन्दा पनि धेरै हो। अनि अमेरिकी कम्पनीहरूको स्वार्थ पनि त जोडिएको छ नि, होइन? छ। शेभरन वा एक्सन मोबिल जस्ता कम्पनीहरूले भेनेजुएलामा आफ्नो घुमेको लगानी फिर्ता ल्याउन लामो समयदेखि लबिङ गरिरहेको कुरा पनि यी रिपोर्टहरूमा उल्लेख छ। ठिक छ, तेलको आर्थिक स्वार्थ त प्रष्टै देखियो। तर अब के यो पैसाको लागि मात्र गरिएको हमला हो त? किनभने भेनेजुएलाको सम्बन्ध त रुस र चीनसँग पनि नजिकको छ। एकदमै महत्त्वपूर्ण प्रश्न। त्यसले त मतलब निकै ठूलो भूमिका खेल्यो। त्यो नै यो टेबलको दोस्रो खुट्टा हो, भूराजनीति हो। सरल भाषामा भन्दा यो अमेरिकाले आफ्नो पछाडिको आँगन मान्ने ल्याटिन अमेरिकामा रुस, चीन र इरान जस्ता शक्तिहरू आएर खेलेको मन नपराएको अवस्था हो के? मतलब यो अरूलाई दिएको चेतावनी पनि हो। त्यही त। यो हमला भेनेजुएलालाई मात्र होइन, बेजिङ र मस्कोलाई दिएको एउटा कडा चेतावनी पनि थियो भन्ने विश्लेषण छ। र तेस्रो खुट्टा अमेरिकाको घरेलु राजनीतिसँग जोडिएको छ। त्यो कसरी? घरेलु मिडियाको ध्यान अरू समस्याबाट हटाएर एक शक्तिशाली नेताको रूपमा प्रस्तुत गर्न मद्दत गर्छ नि। तर यही नेर एउटा गम्भीर प्रश्न उठ्छ जुन स्रोतहरूले पनि उठाएका छन्। मादुरोलाई पक्राउ गर्नु अमेरिकाको लागि एउटा रणनीतिक भूल कसरी हुन सक्छ? एकजना शक्तिशाली नेतालाई हटाएपछि त आन्दोलन कमजोर हुनुपर्ने होइन र? हो, तर्कले त त्यही भन्छ। तर भेनेजुएलाको सन्दर्भमा यो त्यति सरल छैन। किनभने त्यहाँको चावेजमो आन्दोलन, जुन पूर्व राष्ट्रपति युगो चावेजको समाजवादी र अमेरिकी विरोधी विचारधारामा आधारित छ, त्यो कुनै एक व्यक्तिमा निर्भर छैन। त्यो त एउटा विचार भयो। हो, यो एउटा विचार हो। मादुरोको अनुपस्थितिमा डियोस्टाडो काबेलो जस्ता उनीभन्दा पनि कट्टर मानिने नेताहरूले यसलाई अगाडि बढाउन सक्छन्। भनेपछि यसले त उल्टो आगोमा घिउ थप्ने काम गर्न सक्ने सम्भावना धेरै छ। केही स्रोतहरूले मादुरोको अनुपस्थितिमा सत्ताको लागि आन्तरिक सङ्घर्ष सुरु भएर आन्दोलन कमजोर हुन सक्ने विश्लेषण पनि गरेका छन्। तर धेरैजसो विश्लेषणले के देखाउँछ भने बाहिरी हस्तक्षेपले सधैँ आन्तरिक एकतालाई बलियो बनाउँछ। यदि हामीले यसलाई बृहत चित्रसँग जोडेर हेर्यौं भने यो गिरफ्तारीले भेनेजुएलाका जनतामाझ प्रतिरोधको भावनालाई अझ चर्काउन सक्छ। अनि अरू देशहरूसँगको सम्बन्ध? हो, त्यसले क्युबा र इरान जस्ता देशहरूसँगको ऐक्यबद्धतालाई झन गहिरो बनाउन सक्छ, जसले अमेरिकाको लागि अवस्था थप जटिल बनाउनेछ। त्यसो भए यो सबैको मतलब के हो त? एकातिर लागू औषध विरुद्धको कारबाहीको सफा र सिधा देखिने आधिकारिक कथा छ, अर्कोतिर हामीले केलाएका स्रोतहरूले
तेल, भू राजनीतिक स्वार्थ र प्रतिरोधको सम्भावनाले भरिएको एउटा जटिल तस्बिर देखाउँछन्। हो, र यसले 21औं शताब्दीको लागि एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। के प्रश्न? प्रश्न यो हो कि जब कुनै शक्तिशाली राष्ट्रले कुनै पनि बहानामा एकपक्षीय रूपमा सैन्य हस्तक्षेप गर्छ, तब त्यसले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तका लागि कस्तो अर्थ राख्छ? यो प्रश्नमा घोत्लिनु जरुरी छ।